जय मसीह बाराक मोर। हामी आज यो समयमा लेनको समयमा छौं। हामी लेनको बारेमा केही महत्त्वपूर्ण कुराहरू हामी हेर्नेछौं। लेन भनेको के हो त भन्ने विषयमा पनि हामी हेर्नेछौं। लेन भनेको चाहिँ ईसाई धर्मावलम्बीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण र पवित्र समय हो। यो ईस्टर भन्दा अगाडिको 40 दिनको विशेष अवधिलाई मानिन्छ, जुन मुख्यतया पश्चाताप, प्रार्थना र आत्मा शुद्धिकरणमा केन्द्रित हुन्छ। यसको सुरुवात आश वेडनेसडेबाट हुन्छ र ईस्टरको अघिल्लो दिन समाप्त हुन्छ। यो समय येशू ख्रीष्टको मरुभूमिमा बिताउनु भएको 40 दिनको उपवास र प्रार्थनाको सम्झना स्वरूप मनाइन्छ। अर्को अर्थमा भन्नुपर्दा लेन भनेको के हो त भन्दाखेरि लेन शब्द पुरानो अंग्रेजी शब्द लेन्टेनबाट आएको हो, जसको अर्थ वसन्त ऋतु, स्पेरिङ वा दिनहरू लामो हुनु भन्ने हुन्छ। यो समय जाडो सकिएर नयाँ पालुवा पलाउने समयमा पर्ने भएकाले यसलाई आत्मिक रूपमा नयाँ जीवन पाउने तरिकाको रूपमा पनि लिइन्छ। लेनको समयमा के गरिन्छ त अब त्यो बारेमा पनि हामी हेर्नेछौँ। यस अवधिमा विश्वासीहरूले सामान्यतया निम्न कार्यहरू गर्ने गर्छन्। पहिलो उपवास, दोस्रो प्रार्थना, तेस्रो पश्चाताप, चौथो त्याग, पाँचौं दान र सेवा, अन्तिम छठौं बाइबल अध्ययन। पहिलो कुरा हामी हेर्नेछौँ उपवास। धेरै जसो मानिसहरूले दिनको एक पटक मात्र पूरा भोजन गर्छन् वा केही विशेष खाने कुराहरू जस्तै माछा मासु बार्ने गर्छन्। अनि दोस्रो छ प्रार्थना। यो समयमा व्यक्तिगत र सामूहिक रूपमा परमेश्वरसँग नजिक हुन विशेष प्रार्थनाहरू गरिन्छ। तेस्रो पश्चाताप, आफ्नो गल्ती वा पापहरू स्वीकार गर्ने र आत्मिक